आज कता गर्नु सुन है गाइज उनको च्यानल सबैजनालाई स्वागत छ। आज चाहिँ हामीहरू 4-5 जना साथीहरू भएर खोलामा पानी खान जाँदैछौँ। अस्ति गएको ठाउँमा अस्ति हामी जहाँनिर गएको थियो त्यो चाहिँ एकदम बब्बाल लाग्यो त्यो ठाउँ होइन। यहाँ साथीले नि हिजो भर्खर मेसेज गर्यो मन जान्छ भनेर अनि आज हामी जान लागेको है। चटपटे बनाउन पुरै सामानहरू नि बोकेको छ अनि हामी चाहिँ पुरै खेतमा हिँडेर यहाँ मस्त अब आज एकैचोटि बेलुका फर्किनु हो। यहाँ सामान देखाइदियो त सामान चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ कुरमुरे सुरमुरे के छ है। मस्त बनाएर खाने हो पाती हान्नुपर्छ। 4 जना लखर लखर हिँड्छ यस्तो बाटो यहाँ पुरै यहाँनिर बब्बाल मजा आउँछ। सँग कुलो बगिरहेको छ गाइज त यहाँ गफ गरी गरी मस्त जान मजा आएर यतै खेतको बाटो है काको रोइ दादा हामीले मात्र हान्न लाउँछ आफू चाहिँ हान्नै हान्दैन। गाइज हामी चाहिँ अहिले बगर आइसक्यो एरिया ओइ नदौडी न पागलहरू हेर्नु ठ्याक्क अहिले 12 जति बजे हामी चाहिँ बगरमा खानु गाइज। के छैन अस्ति 2 जना मात्र त 12 बजे आएको थियो के अहिले 4 जना के हुँदैन ऊ त्यो चाहिँ भागिसक्यो अब हामीलाई चाहिँ यहाँबाट 15-20 मिनट जति लाग्छ। यस्तो अमेजिङ ठाउँ छ नि गाइज तपाईँहरू नै आउन सक्नुहुन्छ रातो खोलामा नुहाउनु छ भने जानुपर्छ है। अनि हाम्रो ठाउँ आउँछ यहाँ चाहिँ बगरमा यहाँ चाहिँ नाच्दै हिँडिरहेको केटा। सो गाइज हामीहरू चाहिँ यहाँनिर खोला तरिरहेको छौँ म्यान भर्सेस वाइल्ड गाइज यहाँ बगाउनु लाग्यो यस्तो मात्र केटा हो यार हाँस मात्र यार मलाई बगायो यार ओ माई गड। अब हामी चाहिँ ऊ त्यहाँनिर हो त्यो झाडीहरू देख्नु भयो ठ्याक्क त्यसको माथिपट्टि जाने अनि आउँछ यहाँनिर चाहिँ टक्कसँग। ल गाइज हामीले फाइनली खोला पनि तर्यो अब आइ पनि सक्यो हाम्रो नुहाउने ठाउँ। ओहो एकचोटि चिट्टाइदियो ल सो गाइज हामी फाइनली आफ्नो गन्तव्यतर्फ आइपुगेको छौँ। अब यहाँ नुहाउने छ अनि त्यसपछि हाम्रो आइपुग्यो हामी जानेछौँ ल ओ केटा हो फाइनली गाइज फेरि आइपुग्यो। ओ रुक हेरेर हिँड ओ यहाँ जरुवा पानी रहेछ यार हेरेर पानी कहाँबाट आयो नखा ए यताबाट आएर चाहिँ मलाई ज्वरो ओ केटा हो ल हिँड ल हेरेर हिँड ल गाइस अब हामी हिँडेको बिस्तारै हिँड्ने केटा हो जालीहरू चढ्नुपर्छ है यस्तो बेलामा चाहिँ होसियार रहनुपर्छ मान्छे ह ओमा कति धेरै मान्छे यहाँ गाइस अब खोलामा आइसकेको छौँ। अब यहीमा अहिले हामी तपाईँलाई भिडियो देख्न सक्नुहुन्छ केही बोल्दैन सुरुवातमा खानाको सुरुवातमा लागिसकेको छौँ खोलामा नुहाउँदै अहिले हामी अब सो गाइज अहिले चाहिँ हामीहरू यहाँनिर चटपटी बनाएर खान लागेको सक्नुहुन्छ यहाँनिर सब टक्क आज कता गर्नु सुन है टेस्टी रातो हाले भयो नि कसैलाई किन देखाएको आपका नाम क्या है भाई? आपका नाम क्या? रोहित को ब्लॉग्स। रोहित को ब्लॉग्स। तेरे हाथ ले ना। देख भाई क्या है हमारे को? ला
ओ यो हाम फाटेको भिडियो बनाइदिउँ भिडियो बनाउँछ ओइ स्याम्पू भेट्यो यार ओइ अलि माथि आएर खानु ओइ पाउ खाए अहिले बस्न भाइ बस डुबाउँछ भनेर क्या देट ल हाम यही मोबाइलबाट एडिट हेर त उहाँदेखिबाट यत्रो आइसक्यो यो मुजी यहीँदेखिबाट थाक्यो सरी हेर बन्दोबस्तलाई मुजी सो गाइस अहिले चाहिँ हामीहरू घर जान लाग्यो लास्ट अन्धकार आयो पार्टी साटी खायो है मस्त मजा आयो अहिले चाहिँ कति बजे 4 बजेको होला हामी चाहिँ जाँदैछौँ मस्त मजा आयो गाइस उता पछाडि मेरो साथीहरू बाल पौडी खेल्न पौडी नि खेलेर गइसक्यो पौडी खेल्न नि मजाले सिक्यो म यहाँ चाहिँ आएको 5 चोटि भइसक्यो शुद्ध म त 2 ताली भयो गाइस त्यसै 2 ताली भयो भोलि यसलाई ज्वरो आउँछ गाइस गाइस अन्नले 10 ताली होला आको 10 ताली भन्दा बेसी आज आज सब भन्नु धेरै के मजा आयो गाइस भोलि त ज्वरो होला मैले बर्बाद हुन्छ